उला फोन गरेको रोक्नु सर सर दाइ यहाँ रोक्दिनु न सत्य घुमारले राम बोतलमा पिसाब गरेर त हाम्रो तयार छ नहीं दे यार प्लीज दही मलाई छोडिदिनु केन लिउ नै मुटु चाहिएको छ नि त एकजना र दे यार मम्मी यार दुईटा भाइहरु भेटा थिएर हो के तपाई कुरै बुझ्दैन यार अब फोन उठाउनु पर्छ नि यार फोन आउने बिस्ता यार प्लीज दे यार हजुरको खुट्टा ढोक गर्छु यार प्लीज मम्मी सर सर भाइ यहाँदेखि चोक कति टाढा हो यहाँदेखि चोक कति टाढा हो अगाडि नै हो को धेरै टाढा हो कति छ सिधै बाटो हो उतै जान लाग्यो तिमीहरू आइजाऊ लगिदिन्छु हामीले बाटोमा देख्यौ आऊ भाइ सानो त आऊ यही ड्युटी बस्यो नि भवन त अटाइन्न क्या हैं के त राखे अटाउनु दिएको ड्युटी अगाडि जो अगाडि गएर अब यही अगाडि अटाउँछु आइजा त पस कहाँ जाने हो ए वहाँ बढेर बढेर आउने कता कहाँ पर्छ अरे बरघाट बलघाट हो जोलाई लियो 18 भए त राख भन्न त्यही राख्छ यति राख तल त्यहाँ नै के बोक्यो राम्रो राम्रो बोक्यो के आयो यसो त राखेर गर्मी छ बाबु हात उठाएर बढेर जाने हो हजुरहरू कता जानु जान पाएन तल के स्विजरल्यान्ड पार्क स्विजरल्यान्ड पार्क जाने भनेर निस्केको के गर्छौ हामी त स्कुल पढ्छौँ यहाँ छेमा घर आएको भन्दा ए कतिमा पढ्छौ म 10 मा 6 मा कति वर्ष भयो सोध्नु न म 16 को नि म 13 पुगेर 14 मा दुई भाइ हो मामाको छोरो यो बहिनीको बर्थडे थियो बोला थियौँ त्यही फोन गर्नु न है कसलाई बर्थडेमा आएको के लिएर आयो त बर्थडे के ल्यायो गिफ्ट बहिनीको लागि मैले घडी ल्याएको थिएँ यसले उस ल्याएको थियो त्यो दिलवाला सिरानी बस घडी त लिएछु टाइम खराब भएको रहेछ घडी त लिएछु टाइम खराब भएको रहेछ टाइम खराब नयाँ हो नयाँ हो तिम्रो टाइम सहिदे जस्तो लागेन के रे यार सही नहुने टाइम सही नहुने बहिनीको लागि ज्यान हाजिर छ हो जान हाजिर भनेर आएका हो माया गर्छौ बहिनीलाई यति राखी कति गर्छौ जति आमा बाउले गर्दैन आमालाई अन्त बहिनीलाई बढी माया गर्छौ हो र आफ्नै बहिनी आफ्नै बहिनी हो यहाँ छेमा घर पढ्छ क्या केमा जाने भनेर आएको थियो बसमा कस्तो जाने भनेर आएको थियो छोडिदिन्छ जानला कहाँ बिजी छन् त खाना पनि खाने यार सम्पर्कसँग जान्छ नि त बोर्डर पारि छ नि के हो बस मान्छे उठाउन जाने भन्दै थियो अनि हजुरहरूको घर कहाँ पर्यो नि त हाम्रो घर त जाँडा पर्छ नि कति वर्षको रे एउटा 14 वर्षको बोल न मिल्ला ढिलो भएर हजुर सर हजुर कहाँ हुन्छ र कहाँ हो र दुईटा भाइहरू भेटाएको थिएन अरे किन त सम्पर्क नहुने फेरि तपाईँको यताको नम्बर लाग्दैन र नेपालको नम्बरमा पानी हालेको थियो नि त दाइ यतै रोक्दिनँ एउटा 16 वर्षको एउटा 14 वर्षको दाइ
त्यो तपाईँ बाटामा उता त्यो यता बोर्डर भन्दा यता आउनु म यता खुसो बोर्डरतिर लिएर आउँछु के ए दाइ यार हैं? के गर्ने ए यार प्लिज रोकिदिनु न के गर्ने ए यार प्लिज रोकिदिनु न उ गरम लाग्यो त दाइ यार रोकिदिनु प्लिज मम्मी सर सर प्लिज मम्मी सर सर होइन के यहाँ सुन होइन के उला उला फोन गरेको रोक्नु सर सर होइन के रोक्नुहोस् होइन के त्यो रोकाउ त त्यसै त्यसो होइन के त्यस्तो होइन पहिला रोकाउ त पहिला कुरो सुन होइन भाइ होइन सर होइन यहाँ सुन्नु त प्लिज दाइ यार हजुरको खुट्टा ढोक गर्छु यार प्लिज दाइ यार हजुरको खुट्टा ढोक गर्छु यार के खाऊ होला खाऊ एकछिनमा बोला खान्छ र होला खान्छौ हँ कमेट आउँछ भनेर हो के खान्छ यसले कसले यसले किन खान्छौ होला हँ होइन यहीँ रोकिदिनु न ए रोकिदिन्छु होइन कि होइन बोला थुका पहिला पहिला बोला दाइ थुका गाडी रोकिदिनु प्लिज पहिला बोला थुका के थुका बोला होइन बोला थुका आऊ झर्छौँ बोला थुका र पहिला छोडिदिनु हामी बोला थुका के नाइ दाइ यार भयो हामी झर्छौँ कि छोडिदिनु यहाँ सुनाउ त एउटा त्यसै पहिला एक कान बेकरा फाले हो तिमी त्यतिकै भने लगाउनु के हँ लगाउनु होला किन खान्छ भन सिसा लगाउनु के एसी चल्यो हो के बाबु एसी चलेको भएर हो कसो दाइ यार हामी यहीँ झर्छौँ हँ नै हँ यहीँ हामीलाई डर लागिरहेको दाइ के लागिरह डर लागिरहेको यहाँ आएर त क्याम भाँच्यो तिमीले यो सिसा गाडी गाडी त लक गरेपछि खुल्दैन नि बाबु गाडी त मैले यहाँ भन्ने मार मात्र खुल्छ यसको आवाज पनि बाहिर जान्न जति चिज चाहियो पनि त्यस्तो खालको गाडी हो बाहिरबाट केही देखिन्न खान्छ खान्नौ त हँ होला खाने हुन्छ कि नै सोध्छु एकपल्ट प्लिज दाइ यार होला खाने हुन्न भने त फेरि नलिएर गएर त के अर्थ र मेरो सानो बहिनी छ रे यार हैं? सानो बहिनी छ के प्लिज दाइ यार सानो बहिनी छ? कति सानो 5 वर्षको तिमी त यहाँ बहिनीलाई आएको बहिनीलाई के बर्थडेमा आएको भन्नु र बर्थडेमा एउटा फेरि बड यो नम्बर लाग्ने बडो रन्द बाहिर रहेछ नि कि नि दाइ यार म यहीँ झर्छु के हैं? मान्छे उठाउनु जाने भनेको थिएँ कि बोसले आज बोर्डर पारीबाट मुटु चाहिएको छ नि त एकजनालाई मुटु चाहिएको छ नि त एकजनालाई होइन के तिम्रो नचल्नै सक्छ कि होइन क्या तिमीलाई होइन के तिमीहरूको होइन उता लिन गहन के होइन के अरे कान्छ भाँचिन्छ तिमीहरूको होइन अनि गाडी चलाएको हुन्छ तिमीहरूको होइन अरूको लिन गहन के उहाँ तिमीहरूलाई होइन के तिमीहरूको होइन तिमीहरूको त सुन्दै बाँकी छ त नि तिमीहरूको होइन के अरूको मान्छेको के उताको दाइ मान्छेको यार प्लिज यार हामीलाई डर लागिरहेको हँ? किन डर किन लाहा त भन त भन तेरो के डर किन लाहा भन त मलाई अँ, आजकल एकदम छ के के छ यहाँ बस डर यहाँ बस लाग्छ यता बसेर भन के छ डर लाग्छ यता यहाँ बसेर भन त मैले डर किन लाहा पहिला यता बस के यहाँ बसेर राम्रो यता बस के राम्रो बसेर भन कि डर किन लाहा भन घरमा घरमा आजभोलि के छ होला भन त त के छ आजभोलि आजकल बहुत डर छ भन्छन् बाबा मम्मीहरूले के भन्छन् बाबा मम्मीले मम्मी के मान्छेले चोर्छन् भन्छन् त खबर कहीँ सुनेको थियौ त्यस्तो के मान्छेले चोर्छन् भन्छन् त खबर कहीँ सुनेको थियौ त्यस्तो बस्छ तँ यहाँ यता राम्रो बस राम्रो बस हँ यता बस राम्रो अलि राम्रो बस हामीले त्यतिकै ढाँटेको हामी पढ्छौँ भनेर होइन अँ। म काम गर्छु मेरो घरमा मम्मीको हात भाँच्चे छ होइन त्यो बाबा बितिसकेछन् अब मैले नै मम्मीहरूलाई हेर्न पर्छ होइन अनि अघि किन नाऱ्यो त अब हजुरले लिफ्ट दिनुहुन्छ भनेर त्यही भएर लिफ्ट दिनुहुन्छ कि भनेर ढाँटेको हौ त्यो फ्याट्ने गाडीमा किन चढ्यौ त अब यसले अनि त्यो लिफ्ट त्यहीँ चोक दोकान दिन्छ नि दाइ खुट्टा दुख्छ हिँड्दा हिँड्दा गऱ्यो त्यहीँ चोक दोकान लिफ्टमा जाऊँ भनेर दाइ यहीँ रोकिदिनु न दाइ यहीँ रोकिदिनु न है यहीँ रोकिदिनु न पैसा बस्दा लास्टै पिसामा ताहा ल बोतलमा गर क्या नै के बस्दा साँच्चै झुट बोल्यो यो पनि नै अँ यहाँ त उहाँ त फेरि डक्टर पनि छन् चेक गर्छन् तिमीलाई पिसाब लागेको नलागेको
हामीले भनौँ हजुरलाई भन हजुरमाथि विश्वास गरेर हामी गाडीमा चढेको होइन त्यही भएर के हो छोडिदिनु भन्दिनँ भन नि त भन गर्ने जमानै हिँड्नु भाइ आज म सोध्छु के उहाँ लिएर आउन मिल्छ मिल्दैन दाइ यहीँ रोकिदिनु न यहीँ रोकिदिनु न सोध्छु के नम्बर हानेछ हेर सोध्छु के के हुन्छ कति तिमी 14 वर्ष होइन 14 वर्षको त 14 वर्ष ला फोन ला 14 वर्षको त एउटा खुट्टा चाहिएको छ फोन ला है सोध्छु है नत्या है ल त्यो न मिलेर मिल्छ भने पार मात्र जाउला के नजाउला के लागि हाम्रो जान चाहन्नौँ त्यस्तोमा जान चाहन्दैन अनि सर तपाईँ कहाँ हो र फेरि अहिले फोन गर्दा फोनै उठाउनु न त यार के भएको फोन छैन अघि फोन गर्दा किन नउठाउनु कहाँ बोर्डर बारी हुनुहुन्थ्यो कि यार दुईटा भाइहरू भेटा थिएर हो क्या तपाईँ कुरै बुझ्दैन यार अब फोन उठाउनु पर्छ नि यार फोन हानेपछि त यार दुईटा भाइहरू भेटा थिएर हो क्या तपाईँ कुरै बुझ्दैन यार अब फोन उठाउनु पर्छ नि यार फोन हानेपछि त यार एउटा 16 वर्षको भाइ छन् अलि तगडै छन् दुईटै तगडा खान है एकदम ठिक छन् तगडा खान के राम प्लिज दाइ मलाई छोडिदिनु के ल्याउने प्लिज दाइ मलाई छोडिदिनु के ल्याउने छोडिदिनु दाइ छोडिदिनु के एउटा भाइले फेरि यो ऊ रहेछन् क्या भोला खान रहेछन् यार दुईटैले खान्छन् खान्छन् नाम के हो तिम्रो भन त तिम्रो चेक गर्नुपर्छ तिम्रो नाम के हो भन त्यसो त्यहाँ ल्याएर पहिला चेक गर्ने त्यहाँबाट नमिले पर छोडिदिने स्वात्तै घुमारले राम स्वात्तै घुमारले राम तपाईँ कहाँ हुन्छ अहिले यहाँबाट भित्री बाटो हालेर आउँछु के प्लिज दाइ छोडिदिनु न दाइ प्लिज दाइ छोडिदिनु यताको भित्री बाटो हालेले राम प्लिज दाइ छोडिदिनु यताको भित्री बाटो हालेले राम प्लिज दाइ छोडिदिनु ल यता तलबाट अर्को बाटो हाल सट्टी लिएर आउँछु घुमाइदिएर यता लिएर आउँछु कि सुँगाएर फेटा बाँधेर ल्याउने र प्लिज दाइ हामीलाई छोडिदिनु न दाइ के मुख बाँधेर लिएर दिने प्लिज दाइ छोडिदिनु मेरो सानो बहिनी छ मम्मीको हात भाँच्चे छ ल त्यसो गरेर मुख बाँधेर ल्याउनु आयो बान्छ कि बान्ने मुख पिसाब गर्छु अनि पिसाबे लाखेन तिमी बोतल दिउ न त्यही मात्र झर पिसाब गर्न तिनी बस्छन् हुन्छ यिनी बस्छन् त्यही मात्र जाऊ भक्से बग्दैन अनि भाइ अन्त उयो दाइ छ नि त दाइ छ नि त तिमी भागे पनि यिनीहरू लिएर जाने हो के मलाई पिसाब पत्ता दाइ होइन दाइ यसलाई निस्किन दिनु होइन पिसाब फेर्न निस्किन दिनु म यहीँ बस्छु बरु हो ढोका खोलिदिनु यसलाई निस्किन दिनु म यतै बस्छु छोडिदिनु होइन दाइ होइन मम्मी कसम ओइ भाइ मम्मी कसम खा केही नै गर्दैन इन्लेस गर्दै बोतलमा पिसाब गरेर त हाम्रो तयार छ नहीं दे यार प्लीज मम्मी मम्मी नहीं दे यार प्लीज मम्मी मम्मी भाई भाई यहाँ क्यामेरा लाएको थियो मजाक गर्ने थियौँ के क्यामेरा तिमीहरूलाई मजाकको लागि मजाक भन्दा पनि यस्तो एउटा मान्छेले अहिले के छ भने यस्तै गरेर मान्छेलाई फसाहान् मान्छेलाई राख्ने लाने त्यहाँबाट अन्त लगेर किडन्याप गर्ने गर्छन् तर हामी त्यस्तो मान्छे होइन तिमीहरूले तिमीहरू यसरी कसैले गाडी चढाउनु गाडी चढ्ने कि नचढ्ने अब नचढ्ने दाइ
भगवान् कसम अब म कहिले पनि यस्तरी बरु अब सोधेँ अनि होइन अँ। यतै यो बाटो म जान्न हजुरसँग राम आज पार अब यसरी भिडियो यसरी गाडीमा चढ्ने मान्छेलाई के भन्छौ? अब यस्तो गाडीमा चढ्ने मान्छेलाई अब हाम्रो हिसाबले त होइन अब त राम्रै मान्छे हो होइन हजुरले देखेर अब होइन राम्रै मान्छे हो अब होला मान्छे हेरेर त मान्छे बेहोरा थाहा हुन्न नि भन्छ, हुन्छ र हो कि नै? यो मैले एउटा मजाको लागि एउटा भिडियो बनाएको थिएँ, यस्तै मान्छेलाई अरू मान्छे नचढ्लान् भनेर मैले यस्ता भिडियोहरू बनाउँछु। मेरो नाम सागर खड्का हो। हजुरको यहाँ युट्युब च्यानल मेरो युट्युब च्यानल चाहिँ जिएस कार प्राङ हो होइन। भाइले एउटा गिफ्ट पनि दिएँ यिनीहरूलाई, तर यो गिफ्ट के हो भने तिनीहरूलाई मैले दिएँ। अर्काले साँच्चै यस्तो गर्छ, आइन्दा आज पार यसरी गाडीमा कसले नचढे है। अब त कतै घुम्न पनि नजाने अब त कतै घुम्न पनि नजाने यस्तै नहिँड्ने अनि भोला पनि नखाने अब घरदेखि बाहिर त के भोला त कहाँ दोकानमा जानु पर्छ नि दाइ किन्न हो। कहाँनिर अबदेखि राम बाहिर हिँड्न पर्छ कामले हिँड्ने अब दर्शक पनि एउटा भिडियो बनाएको थिएँ मैले, खास यो भाइहरूलाई राखेर। योभन्दा पहिला पनि बच्चा चोरी एउटा भिडियो बनाएको थिएँ, तपाईँलाई अत्याधिक माया गरिदिनु थियो। आज पनि यस्तै भाइहरू झ्याप्प देखेर बसाले, भाइहरू मलाई लाग्यो सोझा भाइहरू छन्, तर मलाई के लाग्यो भने फेरि यिनी यस्तै गाडीमा चढ्छन् र अरूले कसैले साँच्चीकै किडन्याप गरेर लान सक्छन्। सो हामीले त एउटा मजाक गरेका थियौँ भाडा त छ होइन। 2 जना पुग्छ तिमीलाई यहाँदेखि उहाँसम्मको भाडा कति लाग्छ? हामीलाई 100 600। ल मैले तिमीलाई भाडा दिन्छु, तर फेरि आइन्दा कसैले यसरी बसालेर मजाक गरेको होला भनेर पनि गाडीमा झुकेर पनि नचढे। बरु के भन्ने भने कसैले कहीँ छोडिदिनु लाग्छ, मैले तिमीलाई छोडिदिन्छु भन्यो भने दाइ बरु हामीसँग आज भाडा छैन, तपाईँलाई दया लाग्छ भने हामीलाई यहाँदेखि उहाँसम्म जानको भाडा दिनुहोस्, हामी आफै यिनी पब्लिक गाडीमा चढेर जान्छौँ। अरू भिडियो यस्तोले अरूले बनाउनु यो त माइक्रो त होइन नि, यो त मेरो कार हो नि, हो कि नि? अनि हजुरको निजी कार हो निजी कार हो, यस्तोमा चढ्न हुन्न नि है। त्यसको लागि यो भिडियो बनाएको थिएँ भाइ हो, तिमीलाई किन दुःख दिएकोमा सरी है। ल दाइ बस ल पनि आइसक्यो क्यामेरामा हाई गरिदेऊ ल। सबले दाइको छिटो युट्युब च्यानल सब्सक्राइब गरेर छिटो 10 मिलियन भ्युज बढाइदिनु होला। ल यो चाहिँ भिडियो यसमा आउँछ, यहाँ जेएस कार प्राङ लेखेको छ, कतै वाइफाई भएर नभएर है। ल दाइ हामीले हजुरको So guys, bye. युट्युबमा सर्च गर्नु बाई बाई गाइजहरु। बाई नमस्ते। वेलकम टु नेपाल गइदिन्छ। साथी बसिलो भन्दा